के गर्नलाई खोजी हौ खास तिमीले बच्चालाई झै देखाउँछौ आज तिमीले औठी बेरुवाको हे कुहिन्छ फल दिनलाई राखेको 10 मा आउँछौ 8 गते डाकेको औठी बेरुवाको तिमीसँग के मुखले गफ गर्ने आउ भनेर मोबाइल नै अफ गर्ने औठी बेरुवाको हे तिमीसँगै 2 घण्टा गफ भयो क्यारम तानी मोबाइलै अफ भयो औठी बेरुवाको लाग्छ मलाई छोड्नलाई आँटे झै ढाड्छे मलाई नेताले ढाँटे झै औठी बेरुवाको तिमीले पो हो झुकाउने छल गर्ने म त नाता जोगाउन बल गर्ने औठी बेरुवाको सँगै हुँदा म तिम्रै हो भन्छ कोहीले सोधे चिन्दिन को भन्छ औठी बेरुवाको तिम्रो मेरो मायाको कहानी सार्वजनिक गर्या छु जहानी औठी बेरुवाको मुखले ठिक्क व्यवहारले हानि छेउ सार्वजनिक बस जस्तै मानिछौ औठी बेरुवाको जहिले आयो झगडै गर्यो भन मैले गर्न चाहिँ के पर्यो औठी बेरुवाको खुसी हुँदा बेबी र काले रिस उठेसी हान्दिन्छौ लात्ताले औठी बेरुवाको हे सँगै खुसी पिर पर्छ छुट्दा कल्ले गीता पढ्छ र रिस उठ्दा औठी बेरुवाको तिम्रो विश्वास गरौँ खै कसरी फेर्छेउ बोली वकिलले जसरी औठी बेरुवाको तिमी तसै गलत म भए छोड्देऊ न त विश्वासै नभए औठी बेरुवाको सँगै सँगै हुँदा नि घाटो छोड्न पनि सक्दिन मलाटो औठी बेरुवाको तिमीले माया गर्न नै जान्दैनौ छुटम फाटम भन्दा नि मान्दैनौ औठी बेरुवा छुटम भन्छौ मेरो मन दुखाएर कुन दिन सिन्दुर लगाइदिन्छु झुकाएर औठी बेरुवाको जिन्दगीमा हुन्न ओइसै मात्रै कति सधैँ झुक्ने हो मै मात्रै औठी बेरुवाको खाली मलाई चोराउला ताकी छौ कि त अर्कै अप्सनमा राखी छौ औठी बेरुवाको केटाले नै राख्ने हो अप्सन नि केटीले त जे पनि खोप्छन् नि औठी बेरुवाको पाउन मैले के चिजमा हक पनि फेरिरहन्छौ मोबाइलको लक पनि औठी बेरुवाको छैन मेरो अन्त परेको मन पर्दैन मोबाइल चेक गरेको औठी
बाबा भन्दै लेखिदेऊ पहिले त नम्बर पनि सेभ छैन अहिले त औठे मेरो